दर्शकबिनहरू म चाहिँ अहिले साँझपख काठमाडौँको यो कोलालबाट थोरै मास्तिर ककनी जाने बाटो ओसो तपोवन छेउमा एउटा अल्कापुरी टाउट फर्मभित्र छिरेको छु। यहाँ चाहिँ आज बेलुकाको डिनर यतै खाने प्लानमा फ्यामिलीसहित म यता आएको हुँ। यहाँ एकजना सफल ट्राउट व्यवसायी जुन रिसोर्ट खोलेर बस्नुभएको व्यवसायीसँग आगो ताप्दै चिसोमा केही भलाकुसारी गर्ने कोसिसमा छु। 64 सालमा के तनहुँबाटै आएर थाल्नु भएको कि यतै बस्नुहुन्थ्यो पहिले? काठमाडौँ बस्ने म। ए हजुर। तपोवनको कारणले यता बस्ने। ए यहाँ तपोवनको नैकापमा छ घर चाहिँ। ए नैकाप हो घर चाहिँ। ए ओसो तपोवन यहाँ भएको नि कति भयो? धेरै वर्ष भइसक्यो। तपोवन 90 बाट भनेको 35 इयर्स। ए मैले त आजै देखेको थिएँ नि अहिले ल यहाँ छ भने थाहा थिएन। सुनेको थियो। हो बट यहाँ यो लोकेसन यहाँ हो। हैन म चाहिँ कहिले आउँथेँ यता मास्तिरतिर। ए हजुर आउनु। भित्र छिर्नु भएको छ? कहाँ यहाँ? तपोवनको छैन छिरेको। छिर्नु। अनि 64 सालमा देखि सुरु गर्नुभयो। ट्राउटबाटै सुरु गर्नुभयो। ट्राउट चाहिँ पछि गर्नुभएको। ट्राउट थिएन पहिला, अर्को माछाहरू थियो। ए हजुर हजुर। पछि पानी थपियो अलिअलि जमिनको। त्यसरी चाहिँ यो पानीको ऊ चाहिँ स्रोत चाहिँ कहाँबाट? माथि कताबाट? यो जमिनमा नि सानो पानी छ। हजुर। अनि माथि अलिकति जमिन छ मेरो। ए त्यहाँबाट नि आउँछ। ए यता मास्तिरतिर यो चल्ने भने त तलतिरै अब मान्छेहरू यता के अरे तलबाटै बजारबाटै माथि आउने त हुने यसो फ्रेस भएर होइन कहिलेकाहीँ। हजुर अहिले त अलिक चिसो पनि छ, नत्र गर्मीमा चाहिँ मान्छेहरू अलिक बढी हुन्छन् गर्मी महिनामा। यो हजुरले सबै आफै लिएर गर्नुभएको कि यो रेन्टमा आफ्नै? ए त्यसो भए त राम्रो छ। उताको उयो उता पनि हो यो घरहरू पनि? यो घर पनि ए येल्लो कलर पर्छ। पहिले त सस्तै थियो होला। मैले 53 किनेको हुँ, त्यतिखेर 3.5 लाख रुपियाँमा किनेको। यहाँ तल फाटमा त्यो पैसाले 53 सालमा 3 लाख भनेपछि महँगो हो नि। धेरै महँगो रहेछ त्यति। यो हाइवे राम्रो थियो त्यतिखेर, मेन थियो, तल बाटोहरू केही थिएन, सबै खेत थियो। गुणस्तरमा पनि मैले 1 रुपियाँ पाउँथेँ। 3 लाख रुपियाँ रोपनी त तलै राम्रो ठाउँ पाउँदैन पाउँथ्यो। अब यता आश्रममा हुनाले हामीले यता बस्यौँ। यसले गर्दा होला यो आश्रमले। 1-2 वर्ष अगाडि थिएन, त्यही मूल्यमा दोइना गरेको जग्गा थियो यो। हामी यता मास्तिर गइरहेको थियौँ, उतै माथि एउटा रिसोर्टमा छिर्यौँ। त्यहाँ हामीले धोका पायौँ। कहाँ? यो मास्तिर अलि मास्तिर के अरे के नाम थियो? छारी के अरे यो रोड मुनतिर। त्यहाँ प्याक थियो होला धेरै के कसो? प्याक चाहिँ प्याकै थियो, प्याकै थियो। तर धोका चाहिँ कस्तो भने त्यहाँ ट्राउट खाने भनेर र अब खानासाना नि खानु पऱ्यो, ट्राउटसँग पनि खानु। अहिले बेलुका हामी यता लागेका ट्राउट सर्ट खाना खाएर झर्नु पऱ्यो भनेर चढ्यौँ। त्यो बराबरले त्यो ट्राउट चाहिँ बासी पकायो कि फ्रोजन पऱ्यो। फ्रोजन हामीले चाहिँ 1 पिस पनि राख्दैनौँ पैसा हो। कहिले दुर्घटना भयो भने अब राख्नुपर्ने हुन्छ सर। अब यो सिजनमा हुँदैन, चैत लासी गर्मी भएपछि उतिखेरै लड्यो भने त्यो माछा केही पनि हुँदैन, मारे बराबर हुन्छ। त्यो त हो कि कहिले यो पाल्नेहरूले के गरिदिन्छन् भने ठुलो फार्महरूले दुर्घटना पर्छ। अनि अब रातिमा त मान्छेहरूले थाहा पाउँदैन, त्यो माछा रातभरि पानीमा हुन्छ। त्यो जुन माछा हजुरले फ्रोजन किनेर ल्याउँदा पनि यदि माछा भिजाउँदा त्यसबाट चिप्लोपन आयो भने त्यो माछा खिच्छ। त्यसलाई हजुरले चाहिँ काटेर त्यसलाई मरमसला मोलेर बाहिर आधा 1 घन्टा राखिदिनु भयो भने त्यो जस्ता तस्तै हुन्छ। अनि त्यसपछि आएर नत्र भने त्यो चिप्लोपन आएन भने त्यो माछा धेरै ढडियो पानी। अनि त्यसरी आउने हो ट्राउट।
नत्र यो माछा हामीले ल्याउन पऱ्यो भने गर्मीमा उनीहरूले हामीलाई 800 रुपियाँ के अरे 800 ग्राम मात्रै दिन्छ 1 किलोको। किन त्यस्तो? त्यो भुँडी फालेर ल्याउँछ। ए 200 ग्राम भुँडी जान्छ। हामीले 10 किलो माछा झिकायौँ भने यहाँ 8 किलो मात्रै दिन्छ। हामीलाई त्यो 10 किलो उसले दिँदैन। ए फ्रोजन किन्दा 10 किलो दिन्छ। हजुरहरूले त यो माछा यहाँ त उ गर्ने हो नि, बाहिरबाट ल्याएर हाल्ने होइन? मेलम्चीबाटै ल्याएको छ। पोखराबाट ल्याउँदा उनीहरूलाई धेरै दुर्घटना भयो। 200-300 किलो मर्न थाल्यो। कहिले कहिले अब नेपाल नै त हो नि, कहिले कहाँ चक्का जाम होला, कहिले कहाँ के जाम होला, कहिले के होला। फेरि यसलाई अक्सिजन र आइस लिएर हिँड्नुपर्ने हुन्छ। यस्तो कहिले गाडी बिग्रिन्छ उनीहरूको। यसको चाहिँ के अरे चिसोमा, एकदम चिसोमा है, तातो कति चिसोमा एम्बुलेन्स जस्तै तरिकाले यसलाई ल्याउने त्यसरी हो। अब यसको बिउ मतलब के, यसको के भन्छ, उनी ल्याएर आफूले उत्पादन गर्न सक्दैन, त्यस्तो गाह्रो हुन्छ? यसलाई हामीले थोरै पानीमा नि सक्दैनौँ सर। यसको माछाको बच्चा हुर्काउनलाई यो घरभित्र जस्तो ठाउँ चाहिन्छ। यस्तो ठाउँ चाहिन्छ त्यस्तोमा अनि पोखरी बनाएर सानो त्योहरू प्लास्टिकको पोखरीहरू हान्छ। सबैले सक्दैन सर त्यो। अनि आर्टिफिसियल तरिकाबाट निचार्नुपर्छ माछालाई। भाले पनि पोथी पनि त्यसरी चाहिँ निकालेर बच्चा गर्ने हो। त्यो अलिक गाह्रै हुन्छ। त्यो गाह्रो काम हुन्छ। त्यो सर्टेन मान्छेहरूले मात्रै केही काम मात्रै गर्ने मान्छे हुन्छन् कोही, त्यसैको मात्रै फार्म हुन्छ। बच्चा सबैले अरूसित अडिने। अस्ति हामी साथीहरू मिलेर यो दक्षिण पौडा खाडी चौर रहेछ नि, खाडी चौरदेखि अलिकति परतिर त्यो चिया बगानभन्दा भित्रपट्टि त्यो वालाले के राई भन्ने राई हुन् उनले चाहिँ बच्चा निकाल्छ। म आफै उत्पादन गर्छु भन्थे। अनि उनीहरूले बच्चा बेच्ने एउटा बच्चालाई अब भनौँ साइज अनुसार 10 रुपियाँ, 20 रुपियाँ, 50 रुपियाँ कति साइजको छ त्यसरी गर्ने। एउटा माछा जस्तो जुन भुरा हुन्छ नि, त्यो पालेर खाना हुने जस्तो जब खाना हुन्छ त्यो कति? 10 महिना 10 महिनै लाग्छ। 200 ग्राम जस्तो 50 रुपियाँको ल्याएर माछा हाल्दा त्यो 10 महिना खाने हुने जसमा एउटा माछामा कति खर्च जति आउँछ? अब यिनीहरूको करिब खर्च अब त्यो त मलाई एक्ज्याक्ट थाहा छैन सर। हजुर कम्तीमा यिनीहरूले हुर्काएर बेच्दा 1 किलोमा 200 पनि मुस्किलले बच्चा होला यिनीहरूलाई मात्रै। यसको दाना महँगो छ नि त सर। यसको बच्चामा खुवाउनुपर्छ राँगोको कलेजो र अन्डा। राँगाको कलेजो र अन्डा त्यसलाई ग्राइन्डिङ गरेर अनि त्यसलाई फ्रोजन गरेर पानीमा राख्नुपर्छ। त्यो हुनाले त्यो महँगो पर्छ। अनि यो टाइम पिरियड लामो भयो यसको। अहिले ठुलो भएपछि नि यसको दाना पर्छ 200 रुपियाँ। 200 रुपियाँ किलो दाना यिनीहरूले यति धेरै खान्छ कि यति फास्ट जान्छ कि भैँमा झर्नै दिँदैन। त्यसरी पिराना माछाले चाहिँ जनावर पायो भने खान्छ नि, त्यस्तै गरेर अथवा त्यो क्याटफिसले त्यस्तै तरिकाले खान्छ। त्यसले गर्दा चाहिँ यो माछा चाहिँ हाम्रोमा त अझ के हुन्छ भन्दा पानीमा लिनुपर्छ। हामीले 20 किलो माछा जोख्यौँ भने करिब 19 किलोभन्दा हुँदैन त्यो पानीमा लिएर। त्यो बाल्टीमा 20 किलो माछाले त जुन मुभमेन्ट ल्याउँछ नि, त्यसले चाहिँ त्यो मुभमेन्टले त प्रेसर गर्छ नि ठुलोमा। अनि यहाँ ल्याएपछि त्यो ठुलो पानीमा चाहिँ खेलेको माछा हजुर यहाँ ल्याउँदा उयो हामी पाहाडको मान्छे सहरतिर जाँदा उकुस मुकुस भयो जस्तो त्यस्तो हुन्छ र केही माछाको प्रब्लम हुन्छ। गर्मीमा त धेरै घट्छ पानी सानो भएपछि। दाना एकदम कम खान्छ। हामी अहिले 2 पटक दाना हाल्छौँ भने गर्मीमा 1 पटक मात्रै हाल्छौँ। त्यस्तो हो। धेरै दाना खाइसकेपछि त्यसलाई गाह्रो हुन्छ। तर नेपालको सबभन्दा राम्रो सम्भावना पनि हो। सम्भावना हो एकदमै। तर अहिले जहाँ पनि डोजर हो हुनाले खोला नालाहरूमा भारी बढी हो। धेरै माछा फर्महरू क्विट कहिले कहिले अब यो रिस्क हाई रिस्कको काम हो सर।
यो यसको कति जति तापक्रममा चाहिँ माथि गयो भने मर्ने अथवा 14-18 बेस्ट 14-18 21 माथि गएपछि मर्छ तर माइनस चाहिँ कतिसम्ममा तलै भयो जति नै भयो माइनस भएपछि त मरिहाल्यो त्यो आइस भइहाल्यो यसलाई 3-4 डिग्रीले केही फरक पर्दैन 3-4 डिग्रीसम्म पानी नजमेसँग आइस भएको पानीले पनि मर्दैन ए मतलब यो पानी जम्नु चाहिँ आइस भएर जन्नु चाहिँ भएन माछा सबभन्दा राम्रो जिरीमा हुन्छ जिरी जिरीको माछा अन्त 10 महिनामा माछा खाना हुन्छ भने जिरीमा 12 महिना के त्यहाँको चाहिँ हावापानी एकदम यिनीहरूको सुइटेबल चिसो 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 भने यो युरोपियन माछा एक सालमनको प्रजाति हो सालमन हो प्रजाति हो